नमस्ते अनि हार्दिक स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईहरु देख्न सक्नुहुनेछ एकदमै यो मौसम अहिले पानी परिरहेको अवस्था छ। तपाईहरु हेर्न सक्नुहुन्छ एकदमै पानी आइराखेको अवस्था छ। अझ अहिले भनौं भने पानी एकदम कम भएको अवस्था पनि छ। पानी यो भन्दा अगाडि नै धेरै परेर रोकिएको अवस्था छ र अलि भएको तोरी गहुँलाई क्षति पुर्याउने स्थिति आएको छ र यो अवस्थामा हामी देख्न सक्छौं कि यो तोरी गहुँलाई थोरै असर गरे पनि अब यो जो मकै लगाएको छ तरकारीहरु छ यसको लागि चाहिँ राम्रो वातावरण बनेको छ। हाम्रो भने तोरी गहुँहरु भित्र्याउने काम भइसकेको छ र अन्य छिमेकीहरुको वरपर हामी देख्न सक्छौं अझै पनि खेतमै गहुँ ढाकिराखेको अवस्था हामी देख्न सक्छौं। किनभने पानी आइसकेको हुनाले पानी पर्ने अवस्थाको जुन सिर्जना भयो त्यसले गर्दा तिरपाल लगाएर ढाकेर राख्नुपर्ने अवस्था आएको छ। तपाईहरु देख्न सक्नुहुनेछ। हेर्नुस् यो अवस्था तपाईहरु प्रत्यक्ष देख्न सक्नुहुनेछ। दाङतिर पनि पानी राम्रै परेको छ। तपाईहरुको तिर कस्तो छ यसो हेरेर प्रतिक्रिया दिन सक्नुहुनेछ। अलि भएको धुलोहरुलाई सुक्खापन जो जमिन सुक्खा भएको थियो त्यो पनि अहिले ओसिलो अथवा चिसोपना बढेको छ। धुलोलाई मेटाइदिने काम गरेको छ यो पानीले। यो अहिलेको अवस्था हामी हेर्दै गर्दा अहिले साँझको 7 बजिसकेको छ। यो साँझको दृश्य हो। यो भन्दा अगाडि नै पानी आइसकेको छ। खेतबारीमा व्यस्त भएको हुनाले यो अगाडि भिडियो बनाउन सकिएन। त्यसकारणले म साँझ पखको भए पनि थोरै पानी आइराखेको अवस्था भए पनि यसलाई यो अवस्था मौसमलाई देखाउन गइराखेको छु। पानी थोरै चाहिँ परिराखेको छ, रोकिएको अवस्था छैन। त्यसकारणले तपाईहरु देख्न सक्नुहुनेछ यो अहिले पानी परिराखेको अवस्था। साँझको यो दृश्य साँझ 7 बजेको यो दृश्यमा एकदमै मुसलधारे वर्षातको समयमा जसरी पानी पर्छ त्यसरी अहिले हल्का रूपमा चाहिँ पानी आइराखेको अवस्था छ। तपाईहरु हेर्न सक्नुहुनेछ। हेरेर लाइक सब्स्क्राइब शेयर के गर्न सक्नुहुन्छ तपाईहरुले आफ्नो तर्फबाट अगाडि बढाउन सक्नुहुनेछ। शेयर सब्स्क्राइब गरिदिनु होला।